राजदरबार हत्याकाण्डको आज 25 वर्ष पुरा। नेपालको इतिहासको सबैभन्दा रहस्यमय र दुःखद घटनाको यतिका वर्षसम्म पनि किन हुँदैन छानबिन? आखिर के कसरी भएको थियो? कसले गरेको थियो राज परिवारको वंशनाश हुने गरी भयानक कहाली लाग्दो घटना? राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड भएको आज 25 वर्ष पुरा भएको छ। तर हत्याकाण्डको सत्य तथ्य भने अझै बाहिर आउन सकिरहेको छैन। रहस्य गर्भमै सीमित रहेको छ। विक्रम सम्वत 2058 जेठ 19 गते शुक्रबार राति नारायण हिटी राजदरबार भित्र भएको दरबार हत्याकाण्ड नेपालको आधुनिक इतिहासकै सबैभन्दा दुःखद, विवादास्पद र रहस्यमय घटना मध्ये एक मानिन्छ। यस घटनाले केवल राज परिवारलाई मात्र होइन, नेपालको राजनीतिक व्यवस्था, जनविश्वास र भविष्यको दिशालाई समेत गहिरो प्रभाव पारिदियो। नेपालको इतिहास बदल्ने त्यो कालो रात के भएको थियो र कसरी भएको थियो त दरबार हत्याकाण्ड? विभिन्न स्रोतहरूमा आधारित रहेर तयार पारिएको यो रिपोर्टहरू। नेपालको इतिहास बदल्ने त्यो कालो रात के भएको थियो र कसरी भएको थियो त दरबार हत्याकाण्ड? विभिन्न स्रोतहरूमा आधारित रहेर तयार पारिएको यो रिपोर्ट हेरौं। घटना भएको दिन राजपरिवारको नियमित पारिवारिक जमघट त्रिभुवन सदनमा आयोजना गरिएको थियो। हरेक महिनाको तेस्रो शुक्रबार आयोजना हुने यो पारिवारिक भेटघाटमा राजपरिवारका सदस्यहरू सहभागी हुने परम्परा थियो। त्यस रात पनि राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र तथा अन्य सदस्यहरू उपस्थित थिए। आधिकारिक छानबिन प्रतिवेदन अनुसार युवराज दीपेन्द्रले साँझको कार्यक्रममा मदिरा तथा लागु पदार्थ सेवन गरेका थिए। केही समयपछि उनी आफ्नो कोठामा गए र त्यसपछि सैनिक पोसाकमा विभिन्न स्वचालित हतियार बोकेर पुनः त्रिभुवन सदनमा फर्किए। त्यसपछि दरबारभित्र अन्धाधुन्ध गोलीबारी सुरु भयो। छानबिन प्रतिवेदनले पहिलो निशाना तत्कालीन राजा वीरेन्द्र रहेको उल्लेख गरेको छ। त्यसपछि अन्य सदस्यहरूमाथि पनि गोली प्रहार गरिएको थियो। केही मिनेटमै राजपरिवारका प्रमुख सदस्यहरू ढलेका थिए। यस घटनामा तत्कालीन राजा वीरेन्द्र, वीर विक्रम शाह, रानी ऐश्वर्या, राज्यलक्ष्मी शाह, राजकुमार निराजन, अधिराजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमार शान्ति, राजकुमारी शारदा, राजकुमारी जयन्ती तथा कुमार खडक विक्रम शाहको मृत्यु भयो। गम्भीर घाइते भएका युवराज दीपेन्द्रलाई अस्पताल लगिएको थियो। राजा वीरेन्द्रको निधन भइसकेकाले संवैधानिक व्यवस्था अनुसार अचेत अवस्थामा रहेका दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो। तर उनी 3 दिनसम्म कोमामै रहे र विक्रम सम्वत 2058 जेठ 22 गते बिहान उनको पनि मृत्यु भयो। त्यसपछि राजगद्दी राजा ज्ञानेन्द्र शाहले सम्हाले। घटनापछि देशभर शोक, आक्रोश र अन्यल फैलिएको थियो। सरकारले प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ राणाभाट सम्मिलित उच्चस्तरीय छानबिन समिति गठन गर्यो। समितिले प्रतिस्पर्धी सुरक्षाकर्मी, चिकित्सक र दरबारका कर्मचारीहरूसँग बयान लिएर प्रतिवेदन तयार गर्यो। समितिले निकालेको निष्कर्षमा युवराज दीपेन्द्र नै घटनाका एकमात्र जिम्मेवार व्यक्ति थिए। प्रतिवेदनले देवयानी राणासँग विवाह गर्ने विषयमा राजपरिवारभित्र लामो समयदेखि विवाद रहेको, त्यसमा मदिरा र लागु पदार्थको प्रभाव जोडिँदा घटना भएको निष्कर्ष निकालेको थियो। तर यही निष्कर्षमाथि सुरुदेखि नै प्रश्न उठ्दै आएका छन्। धेरै नेपालीले दीपेन्द्र एक्लैले सम्पूर्ण घटना गराएको आधिकारिक निष्कर्ष सहज रूपमा स्वीकार गर्न सकेनन्। घटनाको समयमा राजा ज्ञानेन्द्र दरबारमा उपस्थित नरहनु, केही सदस्यहरू बाँच्छन् भने अधिकांशको मृत्यु हुनु, घटनास्थलको फोरेन्सिक अनुसन्धान सीमित हुनु तथा पछि त्रिभुवन सदन भत्काइनु जस्ता विषयले थप प्रश्न जन्माए। वर्षौंसम्म विभिन्न षड्यन्त्र सिद्धान्तहरू पनि चर्चामा रहे। कतिपयले दरबारभित्रकै शक्ति सङ्घर्षको कुरा गरे भने कतिपयले विदेशी गुप्तचर निकायहरूको संलग्नता भएको दावी गर्दै आएका छन्। यद्यपि यस्ता दावीहरूलाई पुष्टि गर्ने विश्वसनीय र सार्वजनिक प्रमाण अहिलेसम्म प्रस्तुत भएको छैन। देवयानी राणाको नाम पनि घटनासँग जोडिएर व्यापक चर्चामा आयो। आधिकारिक प्रतिवेदनले विवाह सम्बन्धी विवादलाई मुख्य कारण माने पनि देवयानी स्वयं घटनास्थलमा उपस्थित थिएनन्। उनले छानबिनका क्रममा आफूलाई घटनाबारे कुनै पूर्व जानकारी नभएको बताएको पाइन्छ। दरबार हत्याकाण्डको सबैभन्दा ठूलो प्रभाव नेपालको राजनीतिक व्यवस्थामा देखियो। राजा वीरेन्द्र प्रति रहेको जनविश्वास र लोकप्रियता नयाँ राज संस्थामा हस्तान्तरण हुन सकेन। त्यसपछि बढ्दो राजनीतिक अस्थिरता, माओवादी विद्रोह, 2062-63 को जनआन्दोलन र अन्ततः 2065 सालमा गणतन्त्र घोषणासम्म पुग्ने घटनाक्रममा दरबार हत्याकाण्ड एउटा मोडका रूपमा पुग्यो।
आज घटना भएको 2 दशक भन्दा बढी समय बितिसकेको छ। कानूनी र सरकारी अभिलेखमा युवराज दिपेन्द्र नै दोषी मानिन्छन्। तर नेपाली समाजको एउटा ठूलो हिस्साले अझै पनि घटनाका सबै पक्ष पूर्ण रूपमा खुल्न बाँकी रहेको विश्वास गर्छ। त्यसैले दरबार हत्याकाण्ड नेपालको इतिहासमा एकैसाथ दुःखद घटना, राजनीतिक मोड र अनौत्तरित प्रश्नका रूपमा सदैव उभिएको छ। इतिहासको सबैभन्दा दर्दनाक, रहस्यमय र विवादास्पद घटनाको पूर्ण कथा। विक्रमसम्म 2058 साल जेठ 19 गते शुक्रबार राति सन् 2001 जुन 1 काठमाडौँ स्थित नारायणहिटी दरबारभित्रको एउटा सामान्य पारिवारिक जमघट केही मिनेटमै नेपालको इतिहासकै सबैभन्दा ठूलो राष्ट्रिय शोकमा परिणत भयो। त्यो रात केवल केही व्यक्तिको मृत्यु भएको घटना मात्र थिएन। त्यो रात नेपालको राजनीतिक इतिहास, राज संस्था र भविष्यको दिशा समेत बदलिएको रात थियो। दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह, रानी ऐश्वर्या राज्यलक्ष्मी शाह, युवराज दिपेन्द्र वीर विक्रम शाह, राजकुमार निराजन, राजकुमारी सुरती लगायत राजपरिवारका अधिकांश सदस्यहरूको मृत्यु भयो। घटना भएको 25 वर्षभन्दा बढी समय बितिसकेको छ। तर आज पनि नेपाली समाजमा एउटा प्रश्न जीवित छ। के त्यो रातको सम्पूर्ण सत्य सार्वजनिक भयो वा इतिहासको कुनै महत्त्वपूर्ण पाटो अझै अन्धकारमै छ? त्यो रात दरबारभित्र के भयो? राजपरिवारमा प्रत्येक महिनाको तेस्रो शुक्रबार पारिवारिक भेटघाट गर्ने परम्परा थियो। राजपरिवारमा प्रत्येक महिनाको तेस्रो शुक्रबार पारिवारिक भेटघाट गर्ने परम्परा थियो। 2058 साल जेठ 19 गते पनि नारायणहिटी दरबारको त्रिभुवन सदनमा राजपरिवारका सदस्यहरू भेला भएका थिए। आधिकारिक छानबिन प्रतिवेदन अनुसार युवराज दिपेन्द्र साँझ करिब 7:30 बजे कार्यक्रममा सहभागी भएका थिए। प्रतिवेदनले उल्लेख गरे अनुसार उनले मदिरा तथा अन्य नशालु पदार्थ सेवन गरेका थिए र उनको अवस्था सामान्य नरहेको देखिएको थियो। केही समयपछि उनी आफ्नो कोठातर्फ गएका थिए, तर त्यसपछि घटनाले अचानक भयावह मोड लियो। प्रतिवेदन अनुसार दिपेन्द्र सैनिक पोसाकमा विभिन्न स्वचालित हतियार लिएर पुनः कार्यक्रममा फर्किए। त्यसपछि त्रिभुवन सदनभित्र अन्धाधुन्द गोलीबारी सुरु भयो। गोली लागेर राजा वीरेन्द्र ढले। त्यसपछि रानी ऐश्वर्या, राजकुमार निराजन, राजकुमारी सुरती, राजकुमार धीरेन्द्र, राजकुमारी शान्ति, राजकुमारी शारदा, राजकुमारी जयन्ती तथा कुमार खड्ग विक्रम शाह सहित राजपरिवारका सदस्यहरू एकपछि अर्को गर्दै ढल्न थाले। केही मिनेटमै नेपालको राज संस्था अभूतपूर्व संकटमा पुगिसकेको थियो। घटनापछि दिपेन्द्र स्वयं पनि गम्भीर घाइते अवस्थामा फेला परेका थिए। दरबार हत्याकाण्डमा ज्यान गुमाउने प्रमुख सदस्यहरू थिए राजा वीरेन्द्र वीर विक्रम शाह, रानी ऐश्वर्या राज्यलक्ष्मी शाह, युवराज दिपेन्द्र वीर विक्रम शाह, राजकुमार निराजन वीर विक्रम शाह, राजकुमारी सुरती शाह, राजकुमार धीरेन्द्र शाह, राजकुमारी शान्ति सिंह, राजकुमारी शारदा शाह, राजकुमारी जयन्ती शाह, राजकुमार खड्ग विक्रम शाह। यस्तै घटनामा रानी कोमल, शोभा शाही, कुमार गोरख शमशेर राणा लगायतका सदस्यहरू घाइते भएका थिए। कोमामा रहेका दिपेन्द्र कसरी राजा बने? राजा वीरेन्द्रको निधन भइसकेपछि नेपालको संवैधानिक व्यवस्था अनुसार उत्तराधिकारी स्वतः राजा हुने व्यवस्था थियो। त्यसैले अचेत अवस्थामा रहेका दिपेन्द्रलाई नेपालका राजा घोषणा गरियो। उनी सैनिक अस्पतालमा कोमामा थिए। जेठ 20 देखि जेठ 22 सम्म कानूनी रूपमा उनी नेपालमा राजा रहे, तर उनले कहिल्यै शासन सञ्चालन गर्न सकेनन्। जेठ 22 गते बिहान उनको मृत्यु भयो। त्यसपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाह नेपालका नयाँ राजा बने। घटनापछि देशभर शोक, आक्रोश र अन्यल फैलियो। यसपछि यसबीच तत्कालीन राजा ज्ञानेन्द्रले उच्च स्तरीय छानबिन समिति गठन गरे। के थियो त छानबिन समितिको मुख्य निष्कर्ष? गोली चलाउने व्यक्ति युवराज दिपेन्द्र नै थिए। उनी मदिरा तथा नशालु पदार्थको प्रभावमा थिए। पारिवारिक तनाव तथा विवाह सम्बन्धी विवादले उनको मानसिक अवस्था असन्तुलित बनेको थियो। घटनास्थलमा भेटिएका हतियार र गोलीका दिपेन्द्रसँग सम्बन्धित थिए। आधिकारिक रूपमा आजसम्म यही निष्कर्ष नेपालको सरकारी अभिलेखमा कायम रहेको पाइन्छ। के दिपेन्द्र नै थिए त? यो कुरा आम जनताले अझै पनि पत्याउँदैनन्। देवयानी राणा विवाद दरबार हत्याकाण्डसँग जोडिएर सबैभन्दा बढी चर्चामा आएको विषय थियो। दिपेन्द्र र देवयानी राणाबीचको प्रेम सम्बन्ध। प्रतिवेदन अनुसार दिपेन्द्र देवयानीसँग विवाह गर्न चाहन्थे, तर राजपरिवारभित्र विशेष गरी रानी ऐश्वर्याले यस विवाहप्रति असहमति जनाएको उल्लेख गरिएको थियो। छानबिन समितिले यही विषयलाई घटनाको प्रमुख मनोवैज्ञानिक कारणमध्ये एक मानेको थियो। देवयानी राणाको बयान अनुसार घटना हुनु अघि दिपेन्द्रसँग उनको फोनमा कुराकानी भएको थियो। उनले दिपेन्द्रको बोली असामान्य र लरबरेको सुनिएको बताएकी थिइन्। उनले दरबारका एडिसीलाई युवराजको अवस्था बुझ्न अनुरोध गरेको विवरण पनि प्रतिवेदनमा समावेश गरिएको बताइन्छ। जनताले किन पूर्ण रूपमा विश्वास गरेनन्? आधिकारिक प्रतिवेदन सार्वजनिक
सार्वजनिक भएपछि पनि ठूलो संख्यामा नेपाली जनता सन्तुष्ट भएनन्। यसका विभिन्न कारणहरू थिए। पहिलो, यति ठूलो राष्ट्रिय त्रासदीको छानबिन अत्यन्त छोटो अवधिमा सम्पन्न गरिएको भन्दै आलोचना भयो। दोस्रो, स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान टोली वा विदेशी फोरेन्सिक विशेषज्ञहरू सहभागी गराइएनन्। तेस्रो, घटनास्थलको वैज्ञानिक संरक्षण पर्याप्त नभएको आरोप लाग्यो। पछि त्रिभुवन सदन भत्काइएपछि थप अनुसन्धानको सम्भावना समाप्त भएको तर्क गरियो। चौथो, घटनाको रात ज्ञानेन्द्र शाह काठमाडौँ बाहिर रहेका थिए र त्यसपछि उनी राजा बने। यस तथ्यले विभिन्न शङ्का र अड्कलबाजी जन्मायो। यद्यपि उनको प्रत्यक्ष संलग्नता पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन। चर्चित षड्यन्त्र सिद्धान्तहरू दरबार हत्याकाण्डसँग सम्बन्धित अनेकौं षड्यन्त्र सिद्धान्तहरू आजसम्म चर्चामा छन्। ज्ञानेन्द्र पारस संलग्नता सिद्धान्त। कतिपयले ज्ञानेन्द्र शाह वा पारस शाहको भूमिका रहेको दावी गरे, तर यसलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक भएको छैन। विदेशी गुप्तचर संस्थाको सिद्धान्त। केही राजनीतिक विश्लेषक तथा व्यक्तिहरूले भारतको र अमेरिकाको CIA वा अन्य विदेशी शक्तिको सम्भावित संलग्नताको चर्चा गरे, तर यस्ता दावीलाई समर्थन गर्ने विश्वसनीय प्रमाण फेला परेको छैन। 2. दिपेन्द्र सिद्धान्त। केही कथनहरूमा दिपेन्द्रको अनुहारको मास्क लगाएको अर्को व्यक्ति दरबारभित्र रहेको दावी गरिएको थियो, तर यो दावी पनि प्रमाणित हुन सकेको छैन। गोलीको दिशा र आत्महत्याको प्रश्न। दिपेन्द्र दाहिने हात प्रयोग गर्ने व्यक्ति भएको चर्चा हुँदै आएको छ। टाउकोमा लागेको गोलीको दिशा सम्बन्धी विभिन्न बहस भए, तर आधिकारिक अनुसन्धानले यसलाई निष्कर्ष परिवर्तन गर्ने आधार मानेन। रातो डायरीको रहस्य। वर्षौंदेखि रातो डायरी हराएको कथाले पनि चर्चा पाएको छ। कतिपयले यसमा महत्त्वपूर्ण जानकारी रहेको दावी गरे, तर सार्वजनिक रूपमा यस्ता दावी पुष्टि भएका छैनन्। दरबार हत्याकाण्ड केवल एउटा आपराधिक घटना थिएन, यसले नेपालको सम्पूर्ण राजनीतिक संरचनालाई प्रभावित गर्यो। राजसंस्थामाथिको विश्वास कमजोर बन्यो। राजा वीरेन्द्र नेपाली जनतामाझ अत्यन्त लोकप्रिय थिए। उनको निधनपछि राजसंस्थाप्रतिको भावनात्मक सम्बन्ध कमजोर हुँदै गयो। माओवादी द्वन्द्व थप तीव्र बन्यो। त्यसबेला जारी सशस्त्र द्वन्द्वले नयाँ राजनीतिक गति प्राप्त गर्यो। राजसंस्थाको वैधतामाथि प्रश्न उठ्न थाले। गणतन्त्रको मार्ग खुल्यो। 2082-83 को जनआन्दोलन, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन विरुद्धको आन्दोलन र अन्ततः 2065 जेठ 15 गते राजतन्त्र अन्त्य भएर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो। यी सबै घटनालाई इतिहासकारहरूले दरबार हत्याकाण्ड पछिको राजनीतिक प्रक्रियासँग जोडेर हेर्ने गरेका छन्। आज पनि अनुत्तरित रहेका प्रश्नहरू, घटनाको 25 वर्षपछि पनि केही प्रश्नहरू जमानसमा जीवित छन्। के आधिकारिक छानबिन पर्याप्त थियो? घटनास्थलमा थप वैज्ञानिक अनुसन्धान किन भएन? त्रिभुवन सदन किन भत्काइयो? त्यो रात वास्तवमै के कति भयो? र सबैभन्दा महत्त्वपूर्ण, के नेपाली जनताले सम्पूर्ण सत्य थाहा पाए? यी प्रश्नहरूको स्पष्ट र सर्वस्वीकार्य उत्तर आजसम्म प्राप्त भएको छैन। दरबार हत्याकाण्ड बारे आज पनि दुई धारणा समानान्तर रूपमा जीवित छन्। पहिलो, आधिकारिक धारणा। युवराज दिपेन्द्रले मदिरा, नशालु पदार्थ तथा पारिवारिक तनावको प्रभावमा राजपरिवारमाथि गोली चलाएर अन्ततः आफैलाई पनि गोली हाने। दोस्रो, जमानसमा रहेको शंका। धेरै नेपाली अझै पनि सम्पूर्ण सत्य सार्वजनिक नभएको विश्वास गर्दछन्। छानबिनको सीमितता, प्रमाण व्यवस्थापन बारे उठेका प्रश्न, राजनीतिक परिणाम तथा विभिन्न असंगतिहरूका कारण षड्यन्त्रका सिद्धान्तहरू आजसम्म जीवित छन्। तर इतिहासको दृष्टिले हेर्दा एउटा तथ्य निर्विवाद छ। 2058 साल जेठ 19 गते त्यो रातले नेपालको इतिहासलाई सदाका लागि परिवर्तन गरिदियो। त्यो केवल राजपरिवारको हत्या थिएन, त्यो नेपालको एउटा युगको अन्त्य थियो। आज पनि दरबार हत्याकाण्ड सत्य, सत्ता, इतिहास र रहस्य नेपालको सबैभन्दा ठूलो अनुत्तरित प्रश्नका रूपमा जीवित छ। हत्यामा संलग्नको कहिले हुन्छ छानबिन? कहिले पाउला जनताका राजा वीरेन्द्रको आत्माले न्याय? किन चुपचाप छन् तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरू? दरबारका नजिककाहरू किन चुपचाप छन्? सत्य तथ्य छिटै बाहिर आओस्, नेपाली जनता यही चाहन्छन्। धन्यवाद।